दर्शकवृन्द, दुई पटक विद्युत प्राधिकरणको एमडी बन्न सफल कुलमान कस्ता व्यक्ति हुन् त? उनले प्राधिकरणको नेतृत्व हत्याउन केसम्म गरेका थिए र भएपछि के गरे? 11औं तहबाट सिधै एमडी राजनीतिक कनेक्सन भयो भने मात्र सम्भव छ। माओवादी नेतृत्वसँगको निकटताकै कारण उनले एमडी पद पाएका हुन् भनिन्छ। एमडी हुनु पूर्व उनी प्राधिकरणका 11औं तहका निर्देशक थिए। प्राधिकरणमा निर्देशक भन्दा माथि 12औं तहका उपकार्यकारी निर्देशक हुन्छन् भने त्यसभन्दा माथि मात्रै कार्यकारी निर्देशक। तर दाहालले उनलाई सिधै कार्यकारी निर्देशक बनाइदिए। एउटा खुड्किलो टेक्दै नटेकी जम्प गर्ने उनी नै प्राधिकरणको पहिलो एमडी हुन्। उनको नियुक्तिलाई लिएर प्राधिकरणमा विद्रोहको अवस्था नै आएको थियो। उपकार्यकारी निर्देशक शेरसिंह भाटले राजीनामा दिए भने सुनिल ढुङ्गेल, मनोज सिलवाल र हरराज न्यौपाने कति दिन विदामै बसे। उनको दोस्रो नियुक्ति पनि विवादित नै छ। खुल्ला प्रतिस्पर्धाबाट छानिएका हितेन्द्र देव शाक्यलाई 1 वर्षमै हटाएर कुलमान प्राधिकरण फर्केका थिए। यो सब काम देउबा, दाहाल र भुसालको योजनामा भएको थियो। जल तथा ऊर्जा आयोगमा आफ्नो सरुवा विरुद्ध शाक्यले सर्वोच्चमा दायर गरेको मुद्दा अझै विचाराधीन छ। लोकप्रियताको उज्यालोले छाया लुकाएका कुलमानमाथि अन्य थुप्रै आरोप पनि छन्। माओवादी निकटता र लोकप्रियताको आडमा अन्य राजनीतिक नेतृत्वलाई नटेरेको र कामभन्दा बढी प्रचार गर्ने गरेको आरोप पनि कुलमानमाथि छ। उनी विरुद्ध अख्तियारमा समेत उजुरी छ। रामेछापको बेथानका सामान्य परिवारका सदस्य हुन् कुलमान। उनको परिवारमा राम्रो कमाउने उनी एक्लै हुन्। तर उनको आर्थिक हैसियतले नै नठेक्ने गरी धुलीखेलमा 25 रोपनी जग्गा किनेको भन्दै 2081 साल वैशाख 10 मा अख्तियार दुरुपयोग अनुसन्धानमा उनीमाथि उजुरी परेको छ। चिलिमेमा रहँदा भ्रष्टाचार गरेको पैसाले धुलीखेलमा जग्गा किनेको उजुरीकर्ताको दाबी छ। कुलमान प्राधिकरणको एमडी नियुक्त भएको 1 महिना पनि नबित्दै 2073 भदौमा उनका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङको नाममा टेन्डल हार्डवेयर प्राली नामको कम्पनी स्थापना भयो। त्यति बेला यो कम्पनीको पुँजी 3 करोड देखाइएको थियो। यही कम्पनीले अहिले वार्षिक 60 करोड हाराहारीको कारोबार गर्ने गरेको जानकारहरू बताउँछन्। कुलमानकै पैसामा कम्पनी खडा गरिएको र उनकै पहुँचका आधारमा कारोबार हुने गरेको प्राधिकरणकै अधिकारीहरूको दाबी छ। कुलमानका दाई गणेशका छोरा हुन् अरुण घिसिङ। ठिक 1 वर्ष अघि अरुणले लामा कन्स्ट्रक्सन प्रालीको 12.5% सेयर किनेका छन् र जसको मूल्य 50 करोडको हाराहारीमा रहेको बताइन्छ। यो कम्पनी काङ्ग्रेस नेता जीप सिरिङ लामाको हो। कुलमानले नै भतिज अरुणको नाममा सेयर किनिदिएको चर्चा छ। उपत्यकामा विद्युत आपूर्ति नियमित गर्न थानकोट, चापागाउँ, हरिसिद्धि प्रसारण लाइन अन्तर्गत चोबारमा सबस्टेसन बनाउने प्राधिकरणको योजना छ। यसका लागि अहिलेसम्म जग्गा प्राप्ति भएको छैन। तर कुलमानले अघिल्लो पटक एमडी हुँदा नै यसका लागि 6 अर्ब बराबरको सामग्री खरिद गरेर ल्याइसकेको प्राधिकरणकै अधिकारीहरू बताउँछन्। भक्तपुरको खरिपाटी स्थित तालिम केन्द्रको पछाडि राखिएका यी सामान मध्ये अधिकांश अहिले कामै नलाग्ने अवस्थामा छन्। विद्युत आयोजनाको ठेक्कापट्टामा प्रभाव जमाउने र निजी क्षेत्रका परियोजनामा समेत आफन्तलाई प्रवेश गराउने गरेको आरोप कुलमानमाथि छ। खरिद प्रक्रियामा पनि उनी विवादमा आइरहन्छन्। भारतबाट एलईडी बल्ब ल्याउने विषयमा पनि उनी निकै विवादमा परे। धेरैले बिजुली प्रयोग गर्ने बत्तीका लागि मात्रै हो। इन्धनका रूपमा विद्युतको प्रयोग भएकै छैन। खाना पकाउनका लागि अझै आयातित ग्यासकै प्रयोग बढ्दो छ। सडकमा विद्युतीय भन्दा डिजल पेट्रोलका गाडीको दबदबा कायमै छ। यति मात्र होइन, अपार सम्भावना भएको देशमै बिजुलीको भाव चर्को छ। एक पटक नेपाल र दक्षिण एसियाका केही देशमा हाल कायम बिजुलीको भाव हेरौं।
नेपालमा प्रति युनिट बिजुलीको भाउ 12 रुपियाँसम्म पर्छ। दक्षिण एसियामा सबैभन्दा सस्तो बिजुली भुटानमा छ, जहाँ नागरिकले 2 रुपियाँमा प्रति युनिट बिजुली खपत गर्न पाउँछन्। भारतमा 6.29 रुपियाँ भारूमा उपभोक्ताले बिजुली पाउँदा सबैभन्दा महँगो श्रीलङ्कामा छ, त्यहाँका उपभोक्ताले प्रति युनिट झन्डै 28 रुपियाँ तिर्छन्। नेपालमा क्षमता अनुसार उत्पादन हुन नसक्दा र प्रसारण लाइन नहुँदा बिजुली महँगो परेको स्वयं कुलमान बताउँछन् र नेपाल त्यही देश हो जसले भारतलाई बिजुली बेचिरहेको छ र बंगलादेशलाई पनि बेच्ने तयारी गर्दैछ। दर्शकवृन्द, दोहोर्याएर प्राधिकरणको नेतृत्व सम्हाल्ने अवसर पाएका कुलमानका राम्रा र नराम्रा दुवै पक्षको चर्चा गरे। उनले लोड सेडिङ हटाए, त्यसको प्रशंसा गर्नै पर्छ, तर यसो भन्दैमा कसैलाई गलत निर्णय गर्ने छुट भने छैन। अहिले उद्योगीहरूसँगको बिल विवादले उनका कमजोरी र गलत काम एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् र उनका निर्णयले परेका असरबारे पनि खोजी हुन थालेको छ। कोभिड महामारीपछि नेपालको उद्योग क्षेत्र निरन्तर प्रभावित छ। उद्योगीहरूले उत्पादन घटाइरहेका छन्। उद्योगहरू कम क्षमतामा चल्दा रोजगारी पनि कटौती हुने नै भयो। त्यसैमाथि थपिएको पछिल्लो बिल प्रकरणले त विशेष गरी सिमेन्ट उत्पादन क्षेत्र नराम्ररी थिलथिलिएको छ। तर यसो भन्दै गर्दा बिजुली उपयोग गरेका उद्योगहरूले महसुलमा मिना पाउनुपर्छ भन्ने मेरो तर्क होइन। भन्न मात्र के खोजेको हुँ भने राज्यका निकायले निर्णय र कारबाही गर्दा कानुन, परिस्थिति र प्रमाणबारे हेक्का राख्नुपर्छ र समयअनुसार विवेक पनि पुर्याउनुपर्छ। अर्को साता